मानिसको जीवन रातारात किन अचानक बदलिन्छ? आज जुन मानिस लो लेभलमा छ त्यो मानिस अचानक हाई लेभलमा कसरी अप हुन्छ? एस्ट्रोलोजी अनुसार यसलाई डेस्टिनी भनिन्छ। यसको पछाडि 3 मुख्य ग्रहहरूको भूमिका हुन्छ। यदि बृहस्पति ग्रह राम्रो छ भने मानिसको भाग्य विस्तार हुन्छ र सही बाटो खुल्दै जान्छ। यदि राहु स्ट्रङ छ भने त्यस व्यक्तिको जीवनमा अचानक अनएक्सपेक्टेड परिवर्तन आउँछ। जस्तो हिजोसम्म मानिस 0 लेभलमा हुँदा एक्कासी त्यस मानिसको नेम, फेम, घर, गाडी सम्पूर्ण थोक आउँछ भने त्यसमा राहु ग्रहको भूमिका काहीँ न काहीँ अवश्य हुन्छ। र शनि ग्रह शुभ छ भने मानिसको जीवनमा ढिलो तर निश्चित रूपले परिवर्तन आउँछ। हस्त नमस्ते।